+20 नेपालको लागि चाहिँ के आशा गरेर आउनुहुन्छ खुसी हुनुहुन्छ कि हुनुहुन्न यहाँ भएको नेपाल एउटा त आर्थिक सामाजिक हिसाबले अति कम विकसित लिस्ट डेभलप कन्ट्रिजमा पर्छ। अर्को वातावरणीय हिसाबले हामी उच्च पहाडी भूभागमा पर्छौँ र भूकम्पीय जोखिम र अन्य जोखिमको हिसाबले पनि उच्च जोखिमको क्षेत्रमा पर्छौँ। यसरी हेर्दाखेरि यो +20 सम्मेलन दिगो विकासको निम्ति खास गरी हाम्रो देशको निम्ति उपयुक्त नीति निर्धारण गर्न सफल होस् भन्ने अपेक्षाका साथै हामी आएका थियौँ र अहिले अन्तिमसम्म आइपुग्दा अपेक्षा पुरा भयो भन्न त सकिने कुरा होइन, तै पनि धेरै मात्रामा यो पुरा भएको छ र म सापेक्ष ढङ्गले सन्तुष्ट छु। अब यो +20 पछि चाहिँ नेपालको वातावरणको निम्ति चाहिँ अब के प्लान्स छ, नेपालको के हुँदैछ वा के प्लान्स छ नेपालको इन्भाइरोमेन्टलाई प्रायोरिटी दिएर डेभलपमेन्ट अगाडि बढाउनु? मैले यो इन्भाइरोमेन्ट र डेभलपमेन्टको जुन इन्टरफेस हो त्यसलाई ठिक ढङ्गले बुझ्न जरुरी छ। जब विकासको चरणमा हामी असाध्यै पछि हुन्छौँ भने त्यहाँ इन्भाइरोमेन्टको खासै समस्या हुँदैन। कृषि प्रधान अर्थतन्त्रमा वातावरणको त्यति ठुलो समस्या हुँदैन थियो। जब औद्योगिक अर्थतन्त्र आयो, आधुनिक प्रविधि फसिल फ्युल आदि चाहिँ उपयोग गर्नुपर्ने जुन अवस्था आयो, त्यसपछि नै वातावरणीय समस्या आउँदै गएको हो। त्यसरी हेर्दाखेरि नेपाल जस्तो देश चाहिँ आफ्नै कारणले भन्दा पनि अन्तर्राष्ट्रिय रूपमा अन्य विकसित देशहरूले जुन गलत प्रकारको विकास नीति अपनाए त्यसैको दुष्परिणाम हामीले भोग्नु परेको छ। क्लाइमेट चेन्जको रूपमा, ग्लोबल वार्मिङको रूपमा त्यो एउटा पक्ष हो भने अर्को फेरि अब हाम्रो आफ्नै गरिबीको कारणले गर्दा असाध्यै जोखिमयुक्त भूभागहरू, असाध्यै स्टिप स्लोपमा पनि खेतीपाती गर्ने, मान्छे बसोबास गर्ने आदि कारणले गर्दाखेरि पनि हाम्रो पर्वतीय भूभाग, माउन्टेन इकोलोजी धेरै बिग्रदै गएको छ। त्यसैले यसलाई सच्याउनको निम्ति हामीले प्रयत्न गर्छौँ। त्यस अतिरिक्त डिजास्टर म्यानेजमेन्टको कुरा पनि छ। हामी एउटा हाई सिस्मिक जोनमा पनि पर्छौँ भने अर्कोपट्टि मनसुनको क्षेत्र पहाडी भूभाग भएको हुनाले बाढी पहिरोको पनि हामीलाई मार पर्ने गर्छ। त्यो विषयमा पनि हामीले पर्याप्त तयारी र सतर्कता हामी अपनाउँछौँ र त्यसको निम्ति अन्तर्राष्ट्रिय समुदायबाट हामी सहयोगको अपेक्षा गर्छौँ। अनि हामी जस्तो नेपाली युवाहरूको लागि चाहिँ के भन्न चाहनुहुन्छ? हामीले अब अर्को पीडालाई हामीले नै अब गर्नुपर्छ होइन? हजुरलाई के भन्नु छ हामी जस्तो युवाहरू नै हाम्रो देशका भविष्य हुन्। त्यसै भएको हुनाले म तपाईँ सबै युवाहरूलाई म के आग्रह गर्न चाहन्छु भने हामी निराश हुनु हुँदैन, हरेस खानु हुँदैन। जीवन भनेकै सङ्घर्ष हो। त्यसैले यो अहिलेको जुन विकट अवस्था छ, विषम अवस्था छ, यसलाई समाधान गरेर हामी अगाडि बढ्नुपर्छ। नेपाल अहिले राजनीतिक, आर्थिक, सामाजिक सबै प्रकारको एउटा ट्रान्जिसन सङ्क्रमण कालबाट गुज्रिँदैछ। तर यो सधैँ रहँदैन। हामी छिटै नै यो सङ्क्रमणको अन्त्य गरेर देशको एउटा तीव्र र दिगो विकासको दिशामा हामी अगाडि बढ्छौँ। त्यसमा हाम्रा युवाहरूको ठुलो भूमिका हुनुपर्छ र खास गरी विदेशमा आएर उच्च अध्ययन गर्ने, सिप आर्जन गर्ने तपाईहरु जस्ता युवाहरूलाई म के आग्रह गर्न चाहन्छु भने तपाईहरुले आफ्नो देशमा फर्केर यो देशलाई बनाउने अठोट गर्नुपर्छ। त्यसको निम्ति सरकारको तर्फबाट हामीले प्रयत्न गर्छौं र यो जुन अहिलेको संक्रमण काल छ त्यो छिटो टुङ्गिन्छ र हाम्रो देशको भविष्य उज्जवल हुन्छ र तपाईहरु आशावान बन्नुहोस्। म तपाईहरुलाई यही आग्रह गर्छु। थ्यांक यू।